हाम्रो समाजमा खुलेर प्रेम गर्न अलाउ छैन नि त। हामीलाई छुट छैन कि कोही एउटा उमेर पुगेको किशोर किशोरीदेखि भनौँ न एउटा वयस्क युवा अवस्था वयस्कमा होइन लागिसकेको मान्छेले पनि खुलेर उसले आफ्नो भित्रको प्रेम भाव देखाउन पाउँदैन, त्यो शब्दहरूबाट व्यक्त गर्न पाउँदैन। त्यसले गर्दा के छ त भन्दा कुण्ठित अवस्थामा भित्र धेरै कुराहरू चाहिँ उसले राखिरहेको दबाइरहेको हुन्छ र अनि जब त्यसलाई कति बेला अलाउ गरिन्छ भने त्यो भ्यालिडेसन भनेकै विवाह हो भनेर फेरि लेबल लगाइदिएको छ होइन। जबकि एउटा 14-15 वर्षको उमेरदेखि बिस्तारै एउटा किशोर होइन छोराछोरी केटाकेटी चाहिँ यौन आकर्षणतिर आइरहेका हुन्छन्। त्यति बेला हामीले ओपनली अलिक खुल्ला प्रपर वेमा सही जायज तरिकाले त्यो विकृत मानसिकताले होइन कि सभ्य तरिकाले सही तरिकाले उचित एउटा परामर्श दिने अथवा यौन शिक्षा दिने जुन हाम्रो वातावरणहरू छैन, त्यो हाम्रो घरमा छैन, समाजमा छैन र समग्र इन्स्टिट्युसनहरूमा पनि छैन होइन। अनि त्यसले गर्दाखेरि त्यहीँबाट चाहिँ कुण्ठित हुन थाल्छ क्या मनोभावनाहरू। अनि त्यसले गर्दा त्यो कुण्ठा भएर बसेको कुराहरू चाहिँ एउटा सर्टेन टाइममा पुगेपछि के हुन्छ भने कुनै न कुनै वेमा त्यो ब्लास्ट हुन्छ क्या सर।